विदेशी नआउँदा त्यति साह्रो 10 रुपियाँ लोभ गर्ने नि अहिले च्याम्मै दिन्छ ए मान्छेले 2 रुपियाँ कमाउन कति गाह्रो हुन्छ पठाउ गरेर अहिले च्यानल पुरा अड्केर लड्छ निकै साह्रो कराको गाना खाने गरी आम्मामा तपाईँ सिङ्गल होइन यहाँ छिटो नाम लेख्नु यहाँ हेर्नुहोस् गाइस नाम लेखिरहेछ मेरो खोइ कि मलाई अहिले म भएको साल पुराको कि दिनेश कार्की है झुम्क्याएर नछुटिने भए सालमा बिहा गरेर चाहिँ किन छुटेको थियो सालमा कतिचोटि डिभोर्स भएको भएकै गर्छ कसको हेलो एभ्रिवान सबैलाई नमस्ते अनि सेवारो वेलकम ब्याक टु माई युट्युब च्यानल अगेन आज चाहिँ म देखिहाल्नु भयो म कहाँ जानु आँटेको छु त आज चाहिँ म पुनम दिदीकोमा जानु आँटेको किनभने उनीहरूलाई चाहिँ लिएर चन्द्रगिरी हिल जानु आँटेको किनभने बोरिङ भयो अरे काठमाडौँमा अनि त्यही भएर अब म निस्किन लागेको म चाहिँ सबै रेडी मेकअप सेकअप गरेर निस्किन लागेको अनि म हजुरहरू हेर्दै गर्नु होला मेरो भिडियो म हजुरहरूलाई पनि मसँगै चन्द्रगिरी हिल लिएर जान्छु मेरो त्यो 3 दिनसम्मको लागि मेरो भिडियो हेरेर मलाई साथ दिनु होला अब चाहिँ म निस्केको बाई 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 नाना चन्द्रगिरी बाई पुनमलाई घुमाउनु अरे हौ नजाने गएको ल एक दिन हामी चाहिँ अब जाँदैछौँ चन्द्रगिरी हिल बाहिर तलसम्म लगिदिनुहुन्छ होइन चन्द्रगिरी हिल डाउन हौ चाहिँ मेरो युट्युब च्यानललाई सब्सक्राइब गरेर कमेन्ट हान्दै हुनुहुन्छ है कोही रुएको हालेछ यस्तो जाम छ भाइ अनि पुनमे यस्तो जाम छ भाइ अनि यो पुनमे चाहिँ कराइरहेको छ ढिलो भयो के को जाम यस्तो साह्रो बहिनी राम्रो हजुर बहिनी राम्रो भएर होला त्यही भयो भनेर होला खोइ त्यो त पत्याउनु गाह्रो छ हौ त्यस्तो भयो यस्तो जाम छ भाइ अनि पुनमे यस्तो जाम छ भाइ अनि यो पुनमे चाहिँ कराइरहेको छ ढिलो भयो के को जाम यस्तो साह्रो बहिनी राम्रो भएर हजुर बहिनी राम्रो भएर होला त्यही भयो भनेर होला खोइ त्यो त पत्याउनु गाह्रो छ हौ त्यस्तो भयो यो के साह्रो ढिलो हौ यो पान खाने गर्नु बेला नगएर पानमा मुख चिमर्दिन्छु म पान पनि कत्रो हौ मुखमा ओर्नु ओर्ने पान मुखमा हाल्दैन हौ मुखमा जप्पाटे नबोल्नु है वायात कुराहरू नबोल्नु त खानु पर्छ बेला नगएको बेला पान स्विट खाँदैन जबरजस्ती नगर बुढिया कस्तो हौ 1400 कति उठेको छ है 1400 उठाएको तिमीले ल्याएको त तिरमा किन 1400 उठाएको तिमीले ल्याएको त तिरमा पैसाको है अहिले म अचम्म 1400 उठा भनेर अगाडि कसरी भन्नु गाइस यो काठमाडौँको रुल्स थाहा नहुनेलाई यस्तो हुन्छ है मलाई कराउँदै त पठाउमा 1400 कसरी उठ्यो भनेर अहिले अब नआउनु भन्दा पनि ट्याक्सीवालाले लुटिहाल्छ ट्याक्सीवाला लुट्यो हालेर पठाउ हाल्छ मैले हेर न फेरि यो दाइ चाहिँ कुरा बुझ्नु सोच्नु तातो रिस त भइहाल्छ तपाईँहरूले भनेको नि तपाईँहरू त उयो हो नि त अनलाइन पठाउ भनेको होइन क्या अफलाइन हुन्छ नि ट्याक्सी मात्रै राखेर बसेकोहरू हो त्यस्तोहरूले चाहिँ धेरै भन्छ क्या अब तपाईँहरूले त उयो गर्नु सक्नुहुन्न नि त तपाईँहरू ट्याक्सी उस्तै त 1400 1500 उठ्दैन फ्रीको
पाउडर छ के हो यो देखिँदैन त अनि आम्मामा राम 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 धुलो कहाँ धुलो बज्यो होला पाउडर अन्त नेपाली अर्गानिक पाउडर होइन अर्गानिक पाउडर हो। कति हो तपाईँ कति अरे तपाईँ सब 10 भनेको होइन 10 रुपियाँ छोडिदिनु विदेशी नआउँदा त्यति साह्रो 10 रुपियाँ लोभ गर्ने होइन अहिले च्याम्पिनी जो ए मान्छेले 2 रुपियाँ कमाउन कति गाह्रो हुन्छ म चाहिँ गर्नु न म गरेर भन्नु न त 10 रुपियाँ कमाउनु गाह्रो हुन्छ कति अर्काको गाली खाएर कमाउनु पर्छ हामी चाहिँ टिकट काटेर पनि अब रेडी माथि जानको लागि चिसो हावा खानुको लागि होइन बोल्दैन त हौ बोल्दैन त हौ आमा कति धेरै गयो माथि जानु जाडो त रहेन रहेछ है अस्ति हामी एकपल्ट आउँदा यहाँ पानी परिरहेको कस्तो चिसो थियो अहिले त छैन रहेछ ठिक्क रहेछ अब हामी चाहिँ जाँदैछौँ टुप्पोदेखि पनि टुप्पोमा होइन होइन सानी कान्छी के साह्रो हो हाँस्दिनु पनि खालि घोप्रो गरिरहेको छ भोक लाग्यो मान्छे हिँड्न नसक्छ अनि तपाईँ हिँड्नु सक्दैन ऊ छोरी हिँडिरहेको छ के भयो के साह्रो ल्याङ गरेको त्यहाँनिर अहिले घरै फेरि यहीँ म कुटेर फेरि यहीँ छोडिराखेर जान्छु तपाईँलाई यहीँ पैसा लुटेर जान्छु म फेरि यहाँ कुटिराखेँ अहिले भन्नु त जानेको थियो कि त्यो भ्लग खिच्दै छ र होइन भन्नु न भन्नु न चिलाइरहेको थियो म डराउँदिनँ जे भन्नु होइन किन डराउनु गाई जान्छ एकदम चिल पारामा छौँ है माथि कति घाम खानु पानी ए कति गर्मी सहनु होइन यहाँ हेर्नु त केही देखेको छैन हुसे लागिरहेको छ हाउ यु फिल नथिङ होइन त ओ माई गड यहाँ कहिलेदेखि ताला राख्नु थालेछ हौ मलाई थाहा छैन त
दिदी यहाँ चाबी झुन्डायो भने चाहिँ माया गर्ने मान्छे एक हुन्छ झुन्डाउने दाइलाई सम्झेर दाइलाई सम्झेर त्यस्तो यहाँ हेर्नुहोस् गाइस नाम लेखिरहेछ मेरो खोइ कि मलाई अहिले म भएको साल पुराको कि दिनेश कार्की चाँडै झुन्ड्याएर नछुटिने भए साला बिहा गरेर चाहिँ किन छुटेको छु सालमा कतिचोटि डिभोर्स भएको भएकै गर्छ कसको तपाईँको भयो ए थुप्रै कुरो छ एउटा मात्रै हुन्छ त रहेछ त नि त होइन अस्तिसम्म त थिएन त अहिले त हुनु थालेछ गाइस डोन्ट नो लभ ARRR what is meaning हामी चाहिँ फाइनली माथि आएर पनि बसेको तर साँच्ची अस्तिको सालमा आएको थियो कति धेरै उयो थियो पो त पानी परेर क्या चिसो थियो कस्तो आनन्द है तर आनन्द त आनन्द के बनाइदिनु चन्द्रगिरीको यहाँ फेदीमा छौँ हामी चाहिँ फेरि ऊ माथि टुप्पो होइन अब यहाँ चाहिँ पुनम दिदी ऊ यहाँ खेल्छ है ऊ यहाँ झुला झुली खेल्छ है पुनम दिदी होइन त्यही खेल्न आएको होइन त यहाँ ऊ परदेखि हो यहाँ झर्नुपर्छ लु नाच बुढिया तिम्रो सोध्दै नाच बर्खामा लाग्छ हौ साने कति फोन चलाएको मामुसँग गफ गर मामु जानुहुन्छ त तपाईँ सिङ्गल होइन यहाँ छिटो नाम लेख्नु अब हामी चाहिँ फर्किन लागेको यहाँ मैले हजुरलाई देखाइसकेँ होला नयाँ के भन्नु होला रुल्स भन्नु कि नयाँ मलाई भन्नै आएन कि यो तालाहरू चाहिँ अहिले राख्दो रहेछ है के को लाग्यो थाहा छैन सायद उयसको लाग्यो होला हौ है यस्तो लागिरहेछ बिहानदेखि अब सकियो आजबाट त्यहाँ हामीलाई नभनेको रुमहरू दुईटा नमिलेर सबै खोजेको नि अघि खासै मलाई त मजा आएन चिसो भएको भए त मजा आउँथ्यो अहिले अलिक बेला भएको रहेछ पानी पऱ्यो भने चाहिँ म त अलिकति पानी हल्का परेको भए चाहिँ चिसो हुन्थ्यो तर ठिक्कैको थियो अब चाहिँ खाजासाजा खानुपर्ने हुन्छ के किनिदिने मलाई मलाई एउटा फ्रेस जुस किनिदिनु अनि म म्याम नखाने गाडी उयो गर पठाउ गर अहिले त्यहाँनिर पुरा अड्केर लड्छ निकै साह्रो कराएको गाना खाने गरी आमामा तिनीहरूले त यस्तो हिँडाइरहेछ हामीलाई यहाँ बाटोमा यस्तो छ विदेशी मान्छेहरू खाने भनेर हिँडाएपछि मैले मेरो गल्ती होइन त्यही अलिक राम्रो फोन चार्ज गर्ने ठाउँमा जाने क्या यहाँ फोन रेट हुनु आँटेको यहाँ जाउँ न यहाँ अनि सफा रेस्टुरेन्ट नै भेटिने खालि झिङ्गा भन्किने कसले खाने त्यस्तो पुनमले नै खान्छ झिङ्गा भनिदिएको त झिङ्गा खाएर पहिला हुर्केको तिमी दिएर झिङ्गा खाएर पहिला हुर्केको तिमी दिएर कस्तो देख्नु भएको थियो मैले के खाएँ देख्नु भएको आयो गफ दिन्छ अहिले पुनम अब सिधै रुम जाने होइन त जुन मैले छोरीलाई घुमाउनु आँटेको छोरी नै घुम्नु मान्दैन म मात्रै घुमेर के गर्नु घरमै गएर बस्नु पर्यो घरमै रमाउँछ कोठामै बसोस् अब हामी चाहिँ जहाँ गएको रुम नडुल्ने रे स्वयम्भू पनि गाइस हामी चाहिँ यहाँ चन्द्रगिरीदेखि आएर पनि
यहाँ लुगा चेन्ज गरेर पनि सपिङ गर्न आएको छौँ किनभने भोलि जाने रे भोलि जाने आफूलाई मात्रै किन्छ होइन मलाई चाहिँ किनिँदैन होइन के साह्रो उयो भयो। मलाई चाहिँ किन्दैन होइन ऊ मात्रै किनेको छ बिहानदेखि के भन्नु र होइन अब मलाई चाहिँ केही किन्दिनँ होइन ऊ चाहिँ हेर न जुत्ता नापेको छ अघि ऊ यहाँबाट लुगा पनि किन्नु एक सेट 5,000 खै मलाई चाहिँ खै किनिदिएको ओके गाइस अब हामी चाहिँ जाँदैछौँ सपिङ भइसक्यो भोलि घर जाने तिम्रो मम्मीले बोयफ्रेन्डलाई गिफ्ट दिनु आँटेको